हेलो साथीहरू, सबैमा गुड इभिनिङ। आज चाहिँ म तपाईँहरूलाई यहाँ सुकुटी बनाउने छु। यो चाहिँ मेरो स्टाइलको प्लेन हो, त्यो कमर्सियल खालको होइन। यो चाहिँ घरमा खानुको लागि हो है। अन्त जाडो भएको कारणले चाहिँ आज हामी यो थुक्पा खाँदैछौँ। अन्त थुक्पामा यहाँनिर जति पनि अलिकति मासु हड्डीहरू भएको थियो त्यसले चाहिँ मैले सुप हाल्दैछु है। सुप खाने हो आज। अन्त यहाँ मेरो कराई पनि गरम भयो। अब यसमा म तेल हाल्नेवाला छु। तेल चाहिँ अब त्यो जुन चाहिँ मैले धेरै पारेर बोइल गरेर राखेको छु बफको मासु, त्यसलाई फ्राई गर्ने हो। त्यो मेरो तेल गरम भयो, अहिलेसम्म मासु हाल्दैछु। त्यो अब यसलाई म पुरा फटाइदिन्छु साथी हो। यो यत्तिको छ है, यत्तिको भयो। अझै फ्राई गर्नुपर्छ हामीले डिप साथी हो। मेरो यो चाहिँ अब भयो है। र फेरि भयो मसलासँग भुट्दाखेरि के हुन्छ यो, अहिले म निकाल्दैछु। साथी यो सेकेन्ड लट पनि भयो, म निकाल्दैछु। अदुवा पनि हालेको छु मैले, हेर्नुहोस् अहिले फ्राई भएपछि सकिन्छ मेरो। साथी हो यहाँ यहाँ मसला भर्दैछु है। यसमा चाहिँ जिरा, धनियाँ अन्त अजवाइन छ। अब यसमा खोर्सानी हालिदिन्छु। यसलाई चाहिँ अन्त म रफ पिन्छु, यसलाई मेन होइन, रफ पिन्छु यसलाई चाहिँ। साथीहरू मेरो अब यो तेल खरियो है। अब यहाँ म अदुवा लसुन फ्राई गर्छु। साथी हो हाम्रो यहाँ अब रेडी भयो। आमाले यहाँ चलाउनु हुँदै थियो, मैले यहाँ मासु पनि हालिदिउँ होइन। अब यो माथि एउटा अब मसला हाल्छौँ। पहिला कश्मिरी लाल मिर्च। आज मलाई आमाले सिकाउनु हुँदैछ र आमाले अब अहिले भर्खर चाहिँ अब आमाले फेरि यहाँ सघाउनु हुँदैछ मलाई। त्यो मसला पिनेको छु म, पिनेको त्यो मसला हालेर भुटेर त्यही मसला हाल्दैछु। बस अब यसलाई मजाले चाहिँ चलाएर पकाएर यसलाई छोडिदिने हो है। हेर्नुहोस् यो यत्तिको फर्ममा आयो। अब यो अब एकछिन हल्का भुट्ने हो। अनि भुटिसकेपछि यसलाई टक्कै छोपेर कराईमा राखिदिने हो। यो बिहानसँग यसले मजाले यसले तेल तान्छ है, एकदम मसलाहरू पोस्छ। अनि चाहिँ यसलाई बयममा हालेर राख्ने, अलिक त्यहाँ तेल थपिदिने हो। त्यही हो, दामी भइहाल्छ है यसरी हो। यो लु हेर्नुहोस् तपाईँलाई कस्तो लाग्यो यो। तपाईँलाई मेरो भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनु होला। जानी नजाने भिडियो बनाइँदैछ, कतिवटा बोल्नु पनि जानेको छैन होला है। कतिवटा इन्ग्रिडियन्ट्सहरू पनि कतिवटा मिस्टेक हालेको छु होला, या कतिवटा हालेकै छुइनँ होला मैले है। तपाईँहरूलाई बुझिदिनुहोस् तपाईँहरूले। म भिनेगर हाल्दैछु है। भिनेगर हालेँ। भिनेगर चाहिँ हामीले हाल्नुको कारण चाहिँ हो, यसलाई प्रिजर्भेटिभ, यसले धेरै दिनसम्म राख्नुको लागि चाहिँ हामी यसमा भिनेगर एड गरेको हो। तर भिनेगरले त टेस्ट दिने त होइन नि है। र पाक्यो। अब यसको म ग्यास अफ गरिदिन्छु। अनि यसलाई म एकछिन यत्तिकै खुला छोडिदिन्छु, किनभने तातो राखेपछि पानी निस्किन्छ हो। त्यसै खुला छोडिदिन्छु यसलाई है। तपाईँहरूलाई कस्तो लाग्यो मेरो रेसिपी प्लिज कमेन्ट गर्नु होला। थ्याङ्क यू।